यस्तो छ यस्तो कसरी मुख मिलाउनु त नि यसको यसरी मलमा अनि खरानी पनि लाएर रोपेको छु अब यसलाई चाहिँ पुर्दिनु पर्ने हुन्छ माथिबाट चाहिँ माटोले ए उल्टो भन्छ उल्टो रोपेछु मैले त यतिकोमा रोप्नु यसरी यतिको गाडेर यसरी रोप्नुपर्ने हाई एभ्रिवान वेलकम छ विदुर भ्लग्समा आई होप हजुर सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु सो मैले आज भ्लग घरबाट स्टार्ट गरिसकेको छु मैले चाहिँ भ्लग चाहिँ आज खाना खाए पछाडि गरेको भ्लग स्टार्ट सो मौसम देख्नुहुन्छ आज घाम पुरा टन्टलापुर लागिरहेको छ साथीहरू सो आजको काम चाहिँ हामी अस्ति मैले जोतिरहेको छु त्यहाँनिर चाहिँ आज हामी आलुको बिउ ल्याएको छु मैले हिजो आज चाहिँ लगेर हामी रोप्नुपर्ने छ रोप्नुको लागि चाहिँ पहिले चाहिँ काटेर लानुपर्ने हुन्छ आमाले पर काट्दै हुन्छ म पनि काट्छु अब गएर लसुन पनि रोप्नु रहेछ लसुन चाहिँ कहाँ छ आमा लसुन पनि रोप्नुपर्ने छ त्यो भएर लसुन पनि त्यसको टुप्पा अलिकति काटेर अनि त्यो आलुको बिउलाई पनि चना चना बनाएर काटेर रोप्छौँ हाम्रोतिर चाहिँ तपाईँहरूको कसरी रोप्नुहुन्छ तपाईँहरूकोतिर कमेन्ट गर्नु होला यी देख्न सक्नुहुन्छ यो लसुन हो यो भोटे लसुन कि के भन्छ यो ठुलो ठुलो खालको यो पनि रोप्नुपर्ने छ कस्तो हुन्छ अब हेरौँ कस्तो फलदार छ पछि यसको चाहिँ यति यति काट्छ नि त हाम्रोतिर चाहिँ तपाईँहरूकोतिर कस्तो गर्नुहुन्छ टन्नै छ है लसुन चाहिँ यो हाम्रोमै भएको छैन यो बिउ चाहिँ माथिबाट दिदीले ल्याइदिनु भएको अनि अब यसलाई पनि अस्ति जोतेकोमा रोपिदिने हो पर दिनमा घाम ताप्दै काट्ने हो त्यहाँदेखि एकछिनबाट अब मल ओसार्नु पर्ने खन्नु पर्ने निकै छ नि त बनाउनु पर्ने हेर्नुहुन्छ यस्तो यो धेरै धेरै भएको चाहिँ उम्रिन्छ भनेको न छान्दा छान्दा हिजो यस्तो छ आलुको बिउ चाहिँ कुकुरमाथि गङ गर्छ फेरि चल्ला लान्छ है अनि पुग्छ कि त त्यसले आमा यो 3 किलो आलुको बिउ चाहिँ अब कतिको पुग्छ थोरै रोप्नु खोजेको थोरै ठाउँमा तर अब यतिले पुग्छ पुग्दैन त्यो पनि भरिया लाग्छ छैन एउटा एउटा रोप्छ भने त सिङ्गल सिङ्गल के को रोप्छौ दुईटा एउटा अनि दुईटा रोप्यो भने त पुग्छ दुईटा रोप्यो भने त पुग्छ के त पल्लाङ्नी कसरी भन्यो 60 रुपैयाँ केजी अम्मा उहिले चाहिँ कति रुपियाँ केजी थियो त 50 रुपियाँ अनि 10 रुपियाँ त बढेछ यस्तो अब यो छैन यस्तो भएको चाहिँ उम्रिन्छ अरे अब यस्तो नभएको चाहिँ उम्रिँदैन भन्ने कुरा छ अब मुख हेरेर पकाउनुपर्छ त यसरी मुख पनि लाग्नुपर्छ अनि यसरी रोप्नुपर्छ यस्तो छ यस्तो कसरी मुख मिलाउनु त नि यसको यत्रो यत्रो छ लसुन चाहिँ अब यो लसुनको पनि टुप्पा काटेर लानुपर्ने हुन्छ अलिकति अलिकति मात्रै काट्नमा कि नउम्रिने हो यस्तो यो उम्रिनुलाई त जरा त हानिसकेको छ नकाउनु यो जरा चाहिँ फेरि नयाँ जरा चाहिँ आइसकेको छ अब यो उम्रिने नै होला सायद यति यति काटेर लानुपर्ने हुन्छ बिउ अनि लसुनको बिउ पनि हामीले ठिक पारिसक्यौँ अब मल एकैचोटि बोकेर हामी चाहिँ जानुपर्ने हुन्छ तल बारीतिर अब हामीले मल पनि घरबाटै लाने हो तल पनि छ भने चाहिँ बाख्राको पनि लाउँछौँ मामा हामी आज मल मिसाएर लाउने सुँगुरको मल र बाख्राको मल आमाले मल भारी लोड गर्दै हुनुहुन्छ एउटा बोरामा डोकोमा चाहिँ नलाने डोकोमा फेरि चुइन्छ पनि चुइन्छ भन्दा पनि त्यहाँबाट छिरेर निस्किन्छ तलै छ डोको पनि एउटा भएको पनि यता फेरि अरू अरू डोकोहरू कुखुरा छोप्नु भएको छ आमाले लाउँदै हुन्छ हाम्रो सुँगुर चाहिँ यता छ है गाई छु आइछ ल अघि 4 दिन भएको के खान्छस् हौ तैँले त्यहाँ झोल खान्छस् चुचुवा सुत 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 खान्छ सुत यस्तो सुबानी छ नि फेरि हाम्रो सुँगुरी कना दिने बित्तिकै सुतिहाल्छ यो त फाइनल्ली हामीले चाहिँ भारी पनि लगाइसक्यौँ अब भारी लाएर चाहिँ बोकेर जानुपर्ने हुन्छ
बारीतिर आमा चाहिँ अगाडि हिँड्नुहुन्छ। मैले चाहिँ बोकिसकेँ, भारी पनि खाइछु। प्लास्टिकको नाम्लोले नाम्लो जति सबै डोकोतिर लाउनु भएको रहेछ। एउटा भएको भने तलै घाँस काटेर तलै राख्नु भएको छ अरे, त्यो भएर मैले चाहिँ यस्तो गरेर बस्छु। आमाले खरानी लानुभएछ, कोदालो पनि लानुपर्ने, एउटा कोदालो तलै छ, कसरी लाने हो गाइज। कोदालो चाहिँ यसरी बोक्छु म। आलुको बिउ पनि बोक्नुपर्ने छ, यहाँ छ आलुको बिउ। हाम्रो आमा तल जान्छ। हाम्रो आले बोक्नु भएको मलको भारी चाहिँ छिरेर जानु आँटेको छ। अब कुन बेला झर्ने हो पत्ता छैन। झर्छ होला है। हाम्रो बारी चाहिँ तल हो, पुग्नु आँटेको छौँ, पुग्नु चाहिँ। यिनीहरूले हामी चाहिँ आइपुगिसकेको छौँ हाम्रो आलु रोप्ने ठाउँसम्म साथीहरू। माथिबाट भारीहरू पनि ल्याएर अब यहाँ यो खनेर रोप्नु पनि। यो डढाउँदा डढ्छ कि डढ्दैन, यो जसको एक किसिमबाट डढाउँ होला हौ। यो पनि डढाएर यहाँ खनेर मजाले माटो बनाएर रोप्नुपर्ने छ। अब फर्स्ट अफ अल पहिले बाख्रालाई अनि गोरुलाई घाँस काटेर हाल्नुपर्ने छ। त्यहाँदेखि चाहिँ हामी यहाँ काम टक्क गर्छौँ। हामीले चाहिँ माथि बाख्रा अब गोरुलाई पनि घाँस काटेर हालिसक्यौँ। अब चाहिँ हामीले गर्नुपर्ने हुन्छ यहाँ काम, आलु रोप्नुपर्ने हुन्छ। मलहरू हामीले ल्याइसकेको छौँ। अब यो सोरसार गरेर खनेर रेडी बनाएर रोप्नुपर्ने हुन्छ आलु। आमाले यहाँ झ्यासकौटा सोध्दै हुनुहुन्छ, अघि यहाँको झ्यास डढाउनु भएको छ आमाले अघि नै। अब अहिले मात्रै डढाएको छ, फेरि यहाँनिर अलि तातो हुन्थ्यो नि त, त्यही भएर अघि गर्नुभएको छ। अनि अहिले सिल्लिरहेको छ। अब मरि पनि सक्यो आगो। झ्यासकौटा सोध्दै हुनुहुन्छ आमाले। अब यहाँनिर खन्नुपर्ने हुन्छ। कति ताल खन्नुपर्छ आमा? एकै तालमा हुन्छ त? चिसोमा हुने हो कि खासमा फुक्कोमा चाहिँ हुने हो आलु? यहाँ चाहिँ साह्रो सुकाउरो भइहाल्छ नि। खनेर पनि एक सरो सक्यौँ। अब यहाँनिर मल लगाउँदै आलुको बिउ पनि लगाएर रोप्नुपर्ने हुन्छ। एक सरो खनेपछि चाहिँ यस्तो भएको छ। डल्लाहरू ठोकठाक पारेर हामीले चाहिँ बनाइसकेको छौँ। अब आमाले मल लाएर यहाँ रोप्नुहुन्छ। आमा यहाँ खाल्डो बनाउनु भएको छ, यहाँनिर मल लगाउनु पर्ने हुन्छ। मल निकाल्दै हुनुहुन्छ हाम्रो आले सुँगुरको। अनि त्यही मलमै रोप्नु आलु चाहिँ। अब यहाँ छ आलुको बिउ चाहिँ। अब यो यस्तो भएकोहरू छ, उम्रिन्छ होला सायद। ए अनि मल लगाइसकेको भएको कसरी? अनि त्यहाँ अलिकति लागेको ठाउँमा एउटा रोप्नु कि यस्तो? यो त हो फर्केको होला नि, यो त यस्तो हुँदो? यो चाहिँ जरा आएको कि टुसा आएको? टुसा यस्तो नि रोप्दै हुनुहुन्छ। मलाई चाहिँ खासै थाहा छैन नि त यो आलु कसरी रोप्नुपर्ने, त्यही भएर म चाहिँ आज फर्स्ट टाइमै भनौँ न मैले आलु रोपेको। यसो गरेर रोप्नुपर्ने रहेछ। यो मलमा होइन त? होइन, घोप्टोको यस्तो कसरी हो? यसो गरेर अनि पूर्ण अब एउटा एउटा मात्रै मल। अलिक हाम्रो चाहिँ आलुको बिउ थोरै भएछ, त्यही भएर एउटा एउटा रोप्दैछौँ। मुसाले खाइदिन्छ फेरि। यसरी रोप्नुपर्ने हुन्छ गाई चाहिँ। हाम्रोतिर चाहिँ आलु यसरी रोप्छौँ। तपाईँहरूकोतिर कसरी बनाएर रोप्नुहुन्छ? मल लगाएर मलमाथि रोप्छौँ हामीले चाहिँ। यहाँ अस्ति गोरुले पनि मल चाहिँ मलेको, बस्तु राखेर पनि। अनि त्यही माथि अझै हामीले घरबाट सुँगुरको मल पनि ल्याएको, त्यही भएर सुँगुरको मलमा र बस्तुको मलमा रोप्दैछौँ यसरी।
यता माथिबाट रोप्नु डल्लो ठोक्नु Apa dia bawa itu mal. Isto tenene ta ina हो पोक्चा पो यसरी यस्तो आलु ठुल्ठुलो यत्रो यत्रो खाले आलुको जरो त टाढो जान्दैन खाता ल्याउनु दामी म आलु टुडु अनि कहाँबाट मलले पुराउनु गुच्छा जरामा जान्छ होला नि त यो कतिको बाक्लो चाहिँ रोप्नुपर्ने यस्तो पलाङ्ने नपलाङ्ने ए आलु अर्को निस्किन्छ हो उतापट्टिको यसरी मलमा अनि खरानी पनि लाएर रोपेको छौँ अब यसलाई चाहिँ पुर्दिनु पर्ने हुन्छ माथिबाट चाहिँ माटोले एउटा डोरोमा एउटा दोडा तीनवटा चार पाँचवटा लाग्छौँ पाँचवटा बिउ काटेर सिङ्गो सिङ्गै छैन यताकोले पुरिन्छ हौ यता परदेखि यतिसम्म लिएको अब कति पुग्छ त्यहाँसम्म चाहिँ रोपौँ अलिक आलुको बिउ चाहिँ थोरै भएछ 3 केजी ल्याएको थियौँ अब त्यहाँ झोला मर्दैछ सर्नु चाहिँ बिउ चाहिँ आधीमा धेरै रोपिसक्नु होइन आमा बिउ रोपिसकेको नि अझै 3 मा न यसरी रोप्नुपर्ने हुन्छ आलुले चाहिँ यता परबाट चाहिँ यहाँले प्रायः हामीले रोपेर थोरै चाहिँ हामीलाई सुँगुरको मलले चाहिँ पुगेन त्यही भएर आमा चाहिँ माथि बाख्राको मल लिन जानुभएको छ अलिकतिले मात्र पुगेन नत्र 2 बोरा लेख्यौँ सुँगुरको मल नत्र ठ्याक्कै पुगेको थिएछ अलिकतिले पुगेन अब थोरै छ बिउ पनि अलिकति छ अब यतिले पुग्छ होला यहाँ पल्लो छेउसम्म यति छ अब चाहिँ बिउ यति मात्रै छ यहीँसम्म त रोप्नुपर्ने यहाँदेखि अब यति त छ यति छ अब रोपिसकेर रोप्नुपर्ने हुन्छ फेरि लसुन पनि यहाँ हामीले बनाएर काटेर ल्याएको छौँ यसलाई पनि रोप्नुपर्ने हुन्छ तर यो चाहिँ अलिक माथि रोप्ने आमाले ल्याउँदै हुन्छ माथिबाट मल ल्याउँदै हुन्छ आमाले अब चाहिँ हाम्रो चाहिँ आलुको बिउ पनि सकियो अनि यो गराको हल्लो छेउछाउमा पनि रोपिसक्यौँ हामीले धन्न पुग्यो पुग्दैन भन्दै हुन्थ्यो आमाले ठिक्क मात्रै भयो होइन आमा धन्न यति भए पनि ठिक्क भयो 3 केजी आलुको बिउ चाहिँ चोट पार्टीमा हामीले आमाले चाहिँ रोपेर रोपिसक्यौँ है अब चाहिँ हामीले चाहिँ आलु चाहिँ अब हाम्रो बाँकी छ लसुन रोप्नु अब फेरि लसुन रोप्नुको लागि चाहिँ हामी खन्नु पर्ने हुन्छ यहाँ लसुन बारीकै छेउमा पर्ने हो अनि आमाले रोप्नु अनि सरङ मल छरेर यस्तो हाम्रो फिर्के त छ नि विधुर
घरमा छ अब झार्नु लसुन रोप्नको लागि चाहिँ मैले यहाँ थोरै खनी पनि सकेको छु। अब आमाले मल लगाउँदै हुनुहुन्छ बाख्राको। थोरै मात्रै छ बिउ, त्यो भएर हामीले थोरै मात्रै खनेको, अब पुग्छ कि पुग्दैन। अन्त मल चाहिँ बाहिर आमा, अनि के गर्नु अनि भित्र लाउँदा पो लाग्थ्यो होला त नि। ए लसुनको बिजी हो, अब यसलाई रोप्नुपर्ने हुन्छ। कताला रोप्दा नकोट्याल्नु है त्यस्तो कसरी रोप्न अलिक बोबी रोप्नु यत्तिकोमा रोप्नु यसरी अलिक गाड्न यत्तिको गाडेर यसो रोप्नुपर्ने हुन्छ गाइज। लसुन चाहिँ एकदम ए उल्टो भन्छ उल्टो रोपेछु मैले त। अलिक गाड्न बोपाउँछ उक्सिएर लसुन त अलिक यत्तिको गाड्नुपर्ने रहेछ, मलाई चाहिँ थाहा नभएको। कत्रो हो यो त, अनि एउटाले एक छाक पुग्ने रहेछ नि त एकचोटि तरकारीमा लगाउनुको लागि पिसेर। यो खरो हुँदैन त यो 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 हेर्दा सानो सानो भए पनि यो लोकल नै ठिक छ है। यो चाहिँ अलिक यो खै कता कता रोपिस एकै ठाउँ हुन्छ है। यो चाहिँ फेरि थोरै लाउँदा पनि यति खर्लो हुन्छ। यो चाहिँ अब ठुल्ठुलो खालके हो, अब कस्तो हुन्छ रोपेपछि नै हेर्नुपर्छ, पुग्दैन होला। लसुन रोप्नु चाहिँ सजिलो छ है आलुभन्दा चाहिँ रस है। आलुलाई चाहिँ डोक खनेर त्यहाँ मल लगाएर धेरैचोटि माटो पनि राम्रो बनाउनु पर्दो रहेछ। जोत्दै 2-3 चोटि जोत्यो, अनि खन्दा 2 चोटि, निकै त्यहाँ चाहिँ मेहनत गर्नुपर्ने रहेछ। कतापट्टि त्यहीँ हो त नि, त्यो अलिकति मैले काटेँ। अनि यता रोप्नुभएको कि अन्त रोपिसक्नु भएको छ त। अझै खन्नुपर्छ क्या हो, म त यति थोरैमा पुग्छ भनेर यति थोरै मात्रै गरेको त, अलिक खन्नुपर्छ क्या हो। त्यो त अघि रोपिसकेको होइन, बाक्लो हुन्छ फेरि। सबै पो खुल्नु पर्ने हौ। गावा मिलेन हौ, गावा धानको गावा जस्तै जतासुकै बाङ्गेर टेँडे भयो। एकजनाले मात्रै रोपेको भए चाहिँ गावा मिल्थ्यो। अझै अब थोरै खनेको चाहिँ पुगेन, त्यही भएर फेरि हामीले अलिक वरसम्म खनेको, अनि आमाले मल ल्याउनु भयो। फेरि अलिक निकै ठाउँ कट्ने रहेछ, त्यही भएर फेरि रोप्दै हुनुहुन्छ आमाले। लसुन चाहिँ यता कहाँसम्म आइपुग्छ अब, तर ठुल्ठुलो छ। फेरि अब चाहिँ धेर भयो क्या ठाउँ। सबै हामीले चाहिँ अब फाइनल्ली रोपिसक्यौँ साथीहरू। भिडियोमा भेट्नेछु भन्दै यो भिडियोबाट म बिदा हुन चाहन्छु साथीहरू। सो बाई बाई।